हेलो साथीहरू नमस्ते। कास्की जिल्लाको पोखरा महानगरपालिकामा उपस्थित यो फेवातालमा हामी जाँदैछौँ। बुढाबुढी त्यहाँको रमणीय दृश्य म तपाईँहरूलाई देखाउँदैछु। यो गहिराइ 8.6 मिटर छ भने अधिकतम यसको गहिराइ भनेको 24 मिटर छ। हामी यहाँ एकदमै रमाइलो गर्दै यो आफै बोटिङ गरेर हामी रमाइलोपन लिँदैछौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ यो आफै बोटिङ गर्ने यो जुन प्रचलन छ अहिले भर्खरको हो, लेटेस्ट हो, यो फेवाताल हो। यसको क्षेत्रफल भनेको चाहिँ 4.43 वर्ग किलोमिटर छ साथीहरू। यो ताल भनेको चाहिँ 1300 वर्षभन्दा पहिले बनेको अनुमान गरिन्छ हैन। यसलाई चाहिँ के भनिन्छ भन्दा अर्ध प्राकृतिक सेमी नेचुरल ताल पनि भनिन्छ। आदि मान्छेले बनाएको र आदि अटोमेटिकली बनेको भन्छ हैन। पोखराको मुख्य आकर्षक मानिने फेवातालको बारेमा भन्नुपर्दाखेरि तपाईको यो चाहिँ शान्त पानी अनि माछापुच्छ्रे लगायत हिमालको छाया पनि देखिन्छ, यहाँ रिफ्लेक्सन देखिन्छ। हातमै आउँछ कि र तालको बीच भागमा एउटा ताल बाराही मन्दिर छ, जुन चाहिँ रमाइलो छ। सके भाइ कति भयो समय? भिडियो हान्न पाए हुन्छ है। भाइलाई बोलाएर एउटा दुईजनाको भिडियो कालो चस्मा लाउ है माया 2-4 हजारको, कालो चस्मा लाउ है माया 2-4 हजारको। मिस्टेक भएछ क्या। कालो चस्मा लाउ है माया विशाल बजारको, कालो चस्मा लाउ है माया विशाल बजारको। फेवाताल घुम्न आउँदा तिर्न गर 2-4 हजारको। के छ त बेबी अरू नयाँ नौलो कति भयो समय हेर त, अनुभव लिन्छ नि हो। भयो होला। म चाहिँ 3 दिन 3 रात लाएर यो ठाउँमा घुम्न आइपुगेको छु गाइस। बुढोलाई घुमाउनलाई आएको म, खासमा मलाई घुमाउन होइन, म बुढोलाई घुमाउन आएको गाइस। हेर्नुहोस् यस्तो छ समय तारा। कालो चस्मा लाउ है माया विशाल बजारको, कालो चस्मा लाउ है माया। धेरै नि काम छैन हामीलाई रिजो भन्छ जस्तो लाग्यो। हेर न उता आफै छल्किन्छ है। अझ यो त फर्स्ट टाइम म अस्ति सिकेर सजिलो भयो नि। कस्तो लागिरहेको छ? कहाँबाट आयो तिमी यता मोबाइल? तिमी भन्छौ प्रिया यो दुनियाँ हरामी छ, तिमी भन्छौ यो दुनियाँ हरामी छ, म त भन्छु यो दुनियाँ बिमारी छ, म त भन्छु यो दुनियाँ बिमारी छ। हिजो सँगै झगडा गर्ने साथी पनि, हिजो सँगै झगडा गर्ने साथी पनि आज यो हर रात सिरानी छ। कस्तो लाग्यो त गाइस? यो कसलाई टन्ट मारे जस्तो लाग्यो तपाईँहरूलाई? प्लिज सेयर एन्ड सब्सक्राइब, कमेन्ट डाउन बिलो कि कसलाई टन्ट मारे जस्तो लाग्यो। लेफ्ट राइट हान्नु भयो कि हुन्छ त्यही हान्नु। यता नि हेर्नु, अब दुइटैले त हेर्नु। दाइले यस्तो थम्स हान्दिनु, थम्स लाइक हो दिदी जस्तो। ओके, एक अर्काले हेर्नु।